आफ्नो गाउँमा एउटा केटा थियो जसको नाम थियो आरन। उनीसँग ठुलो सपना थियो, परिवारलाई गर्व दिलाउने, केही असाधारण गर्ने। तर जीवन सधैँ उनको पक्षमा थिएन। सानै उमेरमा बाबु गुमाए, आमाले खेतमा काम गरेर जीवन चलाइन्। आरनले सधैँ सुन्थ्यो, तिमीबाट के हुन्छ र? तर उसले त्यो वाक्यलाई अपमान होइन, प्रेरणा बनायो। दिनरात काम गर्न थाल्यो। अरू सुत्दा ऊ पढ्थ्यो, अरू हार मान्दा ऊ फेरि उठ्थ्यो। कसैले उसमाथि भरोसा गरेनन्, तर ऊ आफैमाथि भरोसा राख्थ्यो। हर असफलता उसको लागि नयाँ पाठ बन्यो। एउटा दिन उसको सानो प्रयास ठुलो परिणाममा बदलियो, जसलाई कहिल्यै कसैले गम्भीरतापूर्वक लिएको थिएन। आज त्यही आरनको नाम सम्मानले लिएको छ। उसले गाउँमा पहिलो व्यवसाय खोलेको थिए, जसले धेरै युवाहरूलाई रोजगार दिएको थियो। तर आरन भन्छ, सफलताको रहस्य धन होइन, भाग्य होइन। सफलताको रहस्य हो विश्वास, धैर्य र निरन्तरता। उसको लागि सफलता कुनै गन्तव्य होइन, एक यात्रा थियो। र त्यो यात्रामा उसले सिक्यो कि हार्नु अपराध होइन, हारेर नउठ्नु अपराध हो। आरन कहिल्यै रोकेन। ऊ असफल भयो तर हार मानेन। र एक दिन जसले हाँसेको थिए, जसले उसको बिल्ला उडाएको थिए, जसले तैँले यो गर्नु सक्दैनस् भनेको थिए, त्यसै मानिसहरूले उसको काम, उसको कथा सुनेर आँसु धार्न थाले। सफलता तिमीलाई तब भेट्छ जब तिमी आफैमा विश्वास गर्छौ। जुन क्षण तिमी आफ्नै डरभन्दा ठुलो सपना देख्छौ, त्यो क्षण तिमी सफलताको बाटोमा हिँड्न थालिसकेको हुन्छौ। सफलता कहिल्यै सजिलो हुँदैन, तर असम्भव पनि हुँदैन। सफलता कहिल्यै सजिलो हुँदैन। सफलता लिनको लागि, सफलता पाउनको लागि गाह्रै हुन्छ, तर त्यो पाउनको लागि असम्भव पनि हुँदैन। विश्वास गर आफैमाथि, किनभने संसार त्यही मान्छेको लागि झुक्छ। संसार त्यही मान्छेको लागि झुक्छ जसले आफूमाथि धेरैभन्दा धेरै भरोसा र विश्वास गरेको हुन्छ।